नि हामी एडमिसन फोकस भएर काउन्सिलिङ नै गर्दैनौँ। स्टुडेन्टले बाहिर पढ्न जाने बेलामा कन्ट्री स्पेसिफिक नै हुनु हुँदैन। हामीले जबरजस्ती सक्दो छ, सजिलो छ, राम्रो छ भनेको घरमा विदेश पठाउनु भन्दा पनि त्यो स्टुडेन्टलाई के राइट छ भनेर पठाउनु पर्छ। मेरो नाम निरञ्जन पन्त, म युक्यानको सिइओ। युक्यान कन्सल्टेन्सी हामीले अल्टिमेट कन्सल्टेसन एडभाइजरी नेटवर्क उत्तरी सडक इन्भेस्टमेन्ट ब्याङ्क ठ्याक्कै अपोजिटमा ग्राउन्ड फ्लोरमै छौँ। हाम्रोमा स्टुडेन्ट्सहरू किन काउन्सिलिङ आउनुपर्छ भने हामी एडमिसन फोकस भएर काउन्सिलिङ नै गर्दैनौँ। हामी करियर फोकस भएर काउन्सिलिङ गर्छौँ। नेपालमा जतिवटा कन्सल्टेन्सी हेर्नुहोस् अथवा जतिवटा स्कुल कलेजमा हेर्नु, हामीले करियर काउन्सिलिङको पार्टबाट काउन्सिलिङ भइरहेको हुँदैन, एडमिसन भइरहेको हुन्छ। स्टुडेन्टलाई विदेश पढ्न जाने बेलामा यो कन्ट्री, यो युनिभर्सिटी, यो कलेज राम्रो छ भनेको भरमा स्टुडेन्ट बाहिर गएको छ। हाम्रोमा फ्युचर के बन्छ त, विदेश पढ्न ठिक हो कि होइन त, हो भने किन हो, कसरी हो भन्ने कुराहरूमा केन्द्रित भएर बल्ल हामी करियर काउन्सिलिङ। सबै स्टुडेन्ट विदेश जानुलाई पनि ठिक नहोला, कति स्टुडेन्टलाई नेपालमै पढ्न ठिक होला, कति स्टुडेन्टलाई इन्डिया पढ्न ठिक होला। सो करियर काउन्सिलिङ, करियरमा फोकस गरेर मात्रै हामी काउन्सिलिङ गर्छौँ। त्यही भएर वी आर करियर फोकस्ड काउन्सिलर। कुनै पनि कन्ट्रीलाई स्पेसिफिक गरेर फोकस गर्दैनौँ। हामी 5-6वटा कन्ट्री गर्छौँ। स्टुडेन्टले बाहिर पढ्न जाने बेलामा कन्ट्री स्पेसिफिक नै हुनु हुँदैन। पहिला स्टुडेन्टले बुझ्नुपर्ने त्यो बाहिर जाने बेलामा कन्ट्री कम्पेरिजन गर्न थाल्नुपर्छ। सबभन्दा इम्पोर्टेन्ट फ्याक्टर नेपाली स्टुडेन्टलाई फाइनेन्सियल हुन्छ। सो फाइनेन्सियल कम्पेरिजन, कोर्स हुन्छ, म राइट कोर्समा छु कि छैन त, लेभल हुन्छ, म राइट लेभलमा छु कि छैन त, युनिभर्सिटी हुन्छ, म राइट युनिभर्सिटीमा छु कि छैन त, अथवा राइट कलेजमा छु कि छैन त भन्ने कुराहरू स्टुडेन्टले त्यो लेभलको रिसर्च गरेर विदेश जानुपर्छ। न कि यहाँ नेपालमा धेरै स्टुडेन्टको माइन्डसेट के छ, खर्च कति लाग्छ, ट्युसन फी कति हो, स्कलरसिप पाइन्छ पाइन, कुन कोर्स कुन युनिभर्सिटी जाँदा राम्रो भनेको भरमा बाहिर गइरहेछ। त्यसरी विदेश जाने काम गर्नु हुँदैन। त्यही भएर कन्ट्री फोकस भन्दा पनि स्टुडेन्टलाई प्रपर रिसर्च गरेर विदेश जानुपर्छ भन्ने हाम्रो मान्यता हो। कन्ट्रीको सबैको रिक्वायरमेन्ट, इन्डिभिजुअल कन्ट्रीको फरक छ, इन्डिभिजुअल युनिभर्सिटीको फरक छ, इन्डिभिजुअल कोर्सको फरक हुन्छ। सो कोर्स युनिभर्सिटीहरूमा स्टुडेन्ट्सको प्रोफाइलहरू राम्रो, मानौँ एउटा स्टुडेन्टको 80% 90% छ र उसको प्रोफाइलमा र फाइनेन्सियल राम्रो छ भने कुनै पनि कन्ट्री कुनै ठाउँमा पनि जान मिल्यो। तर फाइनेन्सियल राम्रो छैन, उसलाई भनेको कोर्स भइरहेको छैन भने हामीले कोर्स, फाइनेन्सियल, युनिभर्सिटीहरू सबै बुझेर अनि बल्ल हामीले उसलाई यो कन्ट्रीहरूमा प्लेस गर्नुपर्छ। तर त्यही भएर रिक्वायरमेन्टमा हामीले जबरजस्ती सक्दो छ, सजिलो छ, राम्रो छ भनेको भरमा विदेश पठाउनु भन्दा पनि त्यो स्टुडेन्टलाई के राइट छ भनेर पठाउनु पर्छ, त्यसमा फोकस गर्नुपर्छ। अहिले गइरहेको स्टुडेन्टको विदेश जाने ट्रेन्ड नै गलत छ। हामीले विदेश जाने स्टुडेन्ट्सहरूले अहिले कुनै पनि स्टुडेन्टलाई हामीले सोध्ने क्वेसन्स के हो, विदेश पढ्न जानु ठिक हो कि होइन भन्नेबाट क्वेसन सोध्न थाल्छौँ। ठिक हो, हरेक स्टुडेन्टले ठिक हो भनिदिइहाल्छ। ठिक कसरी त, हाउ इज इट राइट फर एनी स्टुडेन्ट टु गो एन्ड स्टडी अब्रड, वाइ इज इट राइट, किन र कसरी ठिक हो भन्नेको एन्सर चाहिँ मोस्ट अफ द स्टुडेन्टले दिन सक्दैन। र भन्ने एन्सर्सहरूमा के आउँछ, मेरो अङ्कल हुनुहुन्छ, त्यहाँ गएर पैसा कमाइन्छ, त्यहाँ युनिभर्सिटी राम्रो छ, त्यो भनेको बरमा विदेश जाने होइन नि। स्टुडेन्ट्सलाई राइट कोर्स हो, राइट लेभल हो, राइट इन्स्टिट्युसन हो, यो कन्ट्री पढेर मैले लिएको स्किल सेटहरूले गर्दा भोलि म यो कन्ट्रीमा फर्केर आउँदाखेरि पनि अपर्च्युनिटिजहरू राम्रो छ, यो नेपालमा फर्केर आएर केही कन्ट्रिब्युट गर्न सक्छु, त्यहाँ गएर 2 लाख रुपियाँ 4 लाख रुपियाँ कमाउँछु, आइफोन किन्छु भनेको भरमा विदेश जानु भएन नि। अहिले भइरहेको ट्रेन्ड चाहिँ के हो छ, त्यो चाहिँ गलत हो। मिसगाइडेड हो। स्टुडेन्ट्सले थोरै पैसामा भिजा सक्सेस रेटको भरमा जाने भएन क्या। स्टुडेन्टलाई राइट कन्ट्री हो कि होइन त्यो बुझेर चाहिँ विदेश जाने काम गर्नु पर्यो। मानौ एउटा स्टुडेन्ट्सलाई मैले इक्जाम्पल दिने, मैले 5वटा ड्रिङ्क्स राखेँ, अरेन्ज, म्याङ्गो, लिची, गुआभा, पाइनएप्पल र बिटरुट जुस राखेँ। कुन खाँदा मिठो छ भन्दा अरेन्ज, म्याङ्गो मिठो होला, तर बेनिफिसियल के छ भन्दा बिटरुट हुनसक्छ। भनेपछि हाम्रो फाइनेन्सियल, मेरो हेल्थ कन्डिसन सबै राम्रो छ भन्दा मैले जे खाए पनि भयो, तर मेरो हेल्थ कन्डिसन राम्रो छैन भने पनि मैले आफूलाई के राम्रो छ भनेर खानु पर्यो नि। तर कन्सल्टेन्सीले अस्ट्रेलिया राम्रो छ, हिजो अस्ट्रेलिया बन्दसम्म फेरि क्यानाडा राम्रो छ, क्यानाडा बन्द हुँदासम्म युके राम्रो छ भनेको भरमा विदेश जानुहुन्छ। यो ट्रेन्डहरू नै गलत ट्रेन्ड भइरहेछ। हामीले स्टुडेन्टले रिसर्च गराउन लाउनुपर्छ, कन्ट्री कम्पेरिजन गर्न लाउनुपर्छ, होमवर्क गराउनुपर्छ। जब त्यो गराउन सकेपछि बल्ल विदेश जाने ट्रेन्ड चाहिँ राम्रो हुन्छ। त्यही भएर फाइनेन्सियल कन्स्ट्रेन्टहरू हरेक स्टुडेन्ट आउने बित्तिकै एकै दिनमा एकैछिनमा उसको फाइनेन्सियल सबै थाहा हुन्छ हुँदैन नि। डकुमेन्ट बनाइदिएर, फल्स डकुमेन्ट फेल बनाइदिएर स्टुडेन्ट विदेश पठाइदिएर हुन्छ हुँदैन नि। उसलाई राइट कन्ट्री, राइट युनिभर्सिटी र राइट फाइनेन्सियल गाइडेन्स दिएर विदेश पठाउनु पर्छ। त्यही भएर यो तपाईँले भनिरहेको क्वेसन्सहरू युनिभर्सिटी कलेजमा आएर अस्ट्रेलिया खुल्यो भनेको भरमा विदेश जाने काम गर्नु हुँदैन हो। ग्यापमा अब मेरो क्वेसन के हुन्छ भने कन्ट्रीहरू आफै केयरफुलहरू छ। सर्टेन कन्ट्रीको इमिग्रेसन रुल्सहरूले ग्यापमा के गर्दछ स्टुडेन्ट भन्दाखेरि स्टुडेन्टहरूले ग्यापले डिफाइन गरिदिन्छ भिजा दिने र नदिने।
तर यहाँ फेरि के प्रब्लम छ नेपाली स्टुडेन्टहरूमा भने ग्यापको टाइममा के गरिरहेको थियो भन्दा केही गरेको थिएन। विदेशमा पनि ग्याप लिन्छ, तर विदेशमा स्टुडेन्टहरूले त्यो ग्याप इयरमा के काम गरेको हुन्छ र त्यो जस्टिफाइड हुन्छ। हामी यहाँ ग्याप इयर जस्टिफाइड गर्न नसक्दा प्रब्लम हो, तर ग्याप इयर जस्टिफाइड गरेर जान सक्ने स्टुडेन्टहरूलाई त्यति धेरै प्रब्लम हुँदैन। हामीले गर्ने भनेको त्यस्तो स्टुडेन्टहरूलाई ब्राइट छ, प्योर छ, तर पनि स्टुडेन्ट बाहिर जान खोजिरहेछ भने स्कलरसिप छ त बेटर अप्सन्सहरू कुन कन्ट्रीले बढी स्कलरसिप दिइरहेछ, कुन कन्ट्रीमा हाम्रो फाइनेन्सियल कन्डिसन मिट हुन सक्छ, त्यो पार्टमा हामीले अलिकति बढी फोकस गरेर स्टुडेन्टलाई त्यही अनुसार गर्छौँ। कति स्टुडेन्टहरूलाई फाइनेन्सियली फिट हुनै सक्दैन र विदेशमा हुँदै भएन भने हामी नेपाल र इन्डिया पढ्ने पनि सजेस्ट गर्छौँ। विदेश पठाउने हतार चाहिँ प्लिज गर्दैनौँ, हामी वी आर नट द्याट काइन्ड अफ पिपल। प्लस टूको फोकस कुनै पनि स्टुडेन्ट न प्लस टूको फोकस हामी ब्याचलर्स फोकस मास्टर्सै फोकस स्टुडेन्टले पनि एभ्री सिङ्गल स्टुडेन्ट्सलाई बाहिर जानुभन्दा पहिला प्लिज डु योर होमवर्क, स्पिक टु योर प्यारेन्ट्सलाई इन्भल्भ गराउनुहोस्, प्यारेन्ट्सलाई कन्सल्टेन्सीमा लिएर जानुहोस्, फाइनेन्सियल कम्पेरिजन्सहरू गर्नुहोस्, युनिभर्सिटी कलेजहरूको कम्पेरिजन गर्नुहोस्, रिसर्च गर्नुहोस्, कस्तो खालको कन्सल्टेन्सीबाट एप्लाई गर्दैछु भन्ने बुझ्नुहोस्। यहाँ हजारौँ कन्सल्टेन्सीहरू छन्, मन्त्रालयमा दर्ता भएको कन्सल्टेन्सी हो कि होइन, यो सबै कुरा बुझेर प्रपर गाइडेन्स प्रपर इन्फर्मेसन लिएर बल्ल विदेश पढ्न जानुहोस् भन्ने मेरो एडभाइस हो। Thank you so much. थ्याङ्क यू।